हेलो साथीहरु, नमस्ते सबैजनालाई। साथीहरु सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज यसो टाइम मिलाएर सानो भिडियो बनाउन भनेर हिँडेको ल साथीहरु। अनि ल हेर्न सक्नुहुन्छ यहाँको सिनहरु यस्तो छ। त्यो चाहिँ मेडिकल, दिल्लीको मेडिकल जे होस् राम्रो छ। सफदरजन मेडिकल भन्छ साथीहरु। अनि यो यताको एम्स हस्पिटल। अनि यस्तो छ यहाँ चाहिँ म बीचमा छु के, हेर्न सक्नुहुन्छ चारैतिर यस्तै गाडीहरुको लाइन। गर्मी पनि आज धेरै निकै छ है साथीहरु। एकदम टाढाबाट भिडियो बनाइरहेको छु, त्यही भएर क्लियर आएन होला, हेर्न सक्नुहुन्छ। पहिला पनि एकचोटि बहुत पहिल्यै एकचोटि यहाँको नि भिडियो हालिसके हो मैले, हाल्न त, तर अलि पहिलेको कुरा हो, कमसेकम 1 वर्ष पहिलाको कुरा। अहिले फेरि नयाँ भिडियो हाल्दैछु है साथीहरु। एम्स हस्पिटल सफदरजन, यही भन्छ नयाँ दिल्लीको ठीक सरकारी अस्पताल हो। धेरै भिड भडाका हुन्छ। यो पार्क हो मान्छेहरु बस्नको लागि। त्यस्तै हो साथीहरु, अब म पनि हिँड्दै गरेको अवस्था। यो मलाई राम्रो लाग्यो साथीहरुलाई, हेर्नुस् गोल गोल घुम्ता है। पानी खत्म भएछ। यस राम्रो है। साँझको बेलामा यहाँ एकदम रमाइलो हुन्छ साथीहरु, किनभने बत्ती पनि बल्छ नि। अहिले त बिहान भएर म यतैबाट निस्कनु पर्छ। यो पानीको खबरा के भन्छ हो यसलाई, यता राम्रो पानी आइरहेछ। हेर्नु है, रमाइलो लाग्छ हौ। कस्तो घमचर्के छ। यहाँ के लेखा छ, खताउने में किसी प्रकार के खाद्य पदार्थ न डाले भन्छ हौ। नेचुरल भिडियो हो साथीहरु, हेर्न सक्नुहुन्छ। पसिना हेर्नुस्, पसिना भिजिसकेको पुरा यस्तो छ। INA इंडिया गेट, राजीव चौक जाने बाटो। छललललल पानी को आवाज आ रहा है।
यो पुरा रोडहरू घुमेको हो क्या। हावा पनि राम्रै चलेको, चिसो शीतल। ल हेर्नु साथीहरू, म पनि अब हिँडेको, मेरो काममा पनि पुग्नु पर्यो। 8:30 भइसक्यो साथीहरू। काम नगरी पनि नहुने, काम गर्नै पर्ने, ड्युटी जानै पर्ने। त्यही भएर अब हेर्नु त, खानको लागि काम गर्नै पर्यो, नगरी पनि नहुने। त्यही भएर अब चाहिँ दनादन 5 मिनट जति हिँड्ने हो भने पुगिहाल्छ। आउँदा आउँदै यो भिडियो बनाउन मन लाग्यो, त्यही भएर सानो भिडियो बनाएको साथीहरू। अब हेर्नु त, भिडियो बनाउन त्यति टाइम पनि पाउँदैन। त्यही भएर आज यहाँ बाटोमा सानो भिडियो बनाएर अपलोड गर्न खोजेको हो। जता हेऱ्यो उतै गाडी, जता हेऱ्यो उतै गाडी। गाडीको कम छैन हो इन्डियामा, दिल्लीमा यस्तै छ। अब हेर्नु त साथीहरू। ल त हो साथीहरू, अब म पनि बिदा लिन चाहन्छु। अब फेरि जानु पर्यो नि काममा। 8:30 भइसक्यो छ, 9 बजे पुग्नु पर्ने, काम गर्नु पर्ने। यस्तै छ हेर्नु है, यहाँ बस्ने ठाउँहरू पनि छैन, किनभने खासमा यो ठुलो पार्क होइन नि। त्यही भएर यहाँ त्यतिकै गोल रोड बनेको, त्यही भएर यो बनाइदिएको खाली जमिनमा। भोलि पर्सि फेरि अर्को भिडियो लिएर आउनेछु साथीहरू। अहिलेलाई अब बिदा लिन चाहन्छु। ल सबैलाई बाई बाई भन्न चाहने साथीहरू। अब यो हस्पिटल यो सबै फ्लाइटहरू हो, बिकिसकेको छ यो सबै। ल हेर्नुहोस् है, गाडी पनि हिँडिरह, बस पनि हिँडिरह, बाइक, अटो सबै यस्तो छल 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 पानी बगेको ठाउँमा गर्मी छ हौ साथीहरू। ल त राख्छु, ल बाई बाई, अब जानु पर्यो बाई।